अब त यहाँ त भुटान प्रार्थना सङ्गति भनेर उनीहरू जुन सुरु गरेको थियो त्यो पनि हामीसँग मिल्न आए। अनि अरू ठाउँका पनि यसरी जोइन्ट भएको कारणले जब हामी त्यो सङ्गति गऱ्यौँ त्यति बेलादेखि चाहिँ हामीले यसलाई हिमाली प्रार्थना सङ्गति भनेर नामकरण गरियो है। यस विषयमा धेरै तर्क वितर्कहरू भइरहेको छ, तर यसलाई हिमाली प्रार्थना सङ्गति नामकरण गरिएको कारण चाहिँ त्यति बेला यो सबै अरूहरू मिलेको कारणले यो नाम परिवर्तन गरिएको हो। यसमा हाम्रो भुटानबाट भुटान प्रार्थना सङ्गति नाममा उनीहरू हुन्थ्यो। कालिम्पोङमा पनि एकता प्रार्थना सङ्गति भनेर अहिलेसम्म छ। अनि सिक्किममा पनि आफ्नै नाम छ हैन। सिक्किमको पनि युनाइटेड एउटा प्रार्थना छ। अनि भिन्न भिन्न नाम छ हाम्रो। जब हामी आफ्नो आफ्नो ठाउँमा हामी सङ्गति गर्छौँ है, आफ्नो आफ्नो नाम छ है। कालिम्पोङको आफ्नै नाम छ, सिक्किमकोले आफ्नै त्यो सिक्किम युनाइटेड भनेर उहाँहरू प्रार्थना गर्नुहुन्छ। र यसरी भुटान प्रार्थना सङ्गति भनेर गर्नुहुन्थ्यो। र यसरी गर्दाखेरि हाम्रो हिमाली प्रार्थना सङ्गति जब हामी एक ठाउँमा आउँछौँ, एक ठाउँमा एउटा मञ्चमा आएपछि चाहिँ हामीले यसलाई हिमाली प्रार्थना सङ्गति भनेर सम्बोधन